Hello guys, सेवा नमस्ते सबैजनालाई वेलकम टु माई भिडियो। आज चाहिँ म गोठ जाँदैछु। म चाहिँ अहिले घरबाट हिँडिसकेको छु। चाहिँ अहिले यहाँ मकै भाँचिसकेको छु। यहाँ चाहिँ मकै र काँक्रा लिन आएको। यहाँ माथितिर मकै भाँचेर नि ल्याइसकेँ। अनि यहाँ चाहिँ मैले एउटा टिपिसकेँ काँक्रा, अनि अर्को पनि टिप्नु पर्ने छ। मकै र काँक्रा चाहिँ भाँचिसकेँ। अब फेरि एउटा काँक्रा र खुर्सानी टिप्न जाँदैछु। यतातिर चाहिँ हाम्रो कोदो सबै फलिसकेछ। हाम्रो फर्सी फलेको छ। यहाँ माथितिर छ काँक्रा फलेछ। अनि म चाहिँ यहाँ यो खुर्सानी टिप्न आएको। खुर्सानी यति धेरै फलेछ। हाम्रो अर्ग्यानिक खुर्सानी अब टिप्नु पर्ने हुन्छ। हाम्रो चाहिँ अर्ग्यानिक यता छ खुर्सानी, डल्ले खुर्सानी। अब चाहिँ यो चाहिँ यहाँ खुर्सानी छ, काँक्रा, मकै छ। अनि विशेष कुरा चाहिँ यहाँ छ हाम्रो राम यतातिर छ हाम्रो काँक्रा। यो चाहिँ थाङ्रा लगाएको सबै ढलेर यतातिर छ। बिजोक छ हाम्रो काँक्राको यतातिर हालत। अब यहाँ चाहिँ एउटा टिपेर लानुपर्ने हुन्छ। टिपेर लानुपर्ने कुन चाहिँ लैजाउँ हो? काँक्रा यही लैजाउँ होला हौ। नो सो मैले चाहिँ यो टिपेँ। अब दुईटा काँक्रा अनि खुर्सानी अनि मकै लगेर चाहिँ जानु पर्ने हुन्छ। सो म चाहिँ हिँडेको अब गोठतिर। सो मैले चाहिँ तल मेरो डोको चाहिँ छोडेर यहाँ काँक्रा र मकै लिन आएको। अब चाहिँ म जानु पर्ने। म चाहिँ अहिले हुर्को डाँडामा आइपुगेको छु। अनि यहाँ बिसाइराखेको छु। अनि अहिले चाहिँ अलिक घाम लागिरहेको छ। यस्तो पसिना भएर म यहाँ आइपुगेँ। यहाँ चाहिँ हाम्रो देवीथान। अनि यहाँबाट देखिने हाम्रो गाउँको दृश्य टुई। अनि के साथीहरू, यहाँ चाहिँ मैले एउटा फल यहाँ तल टिपेर ल्याएको छु। यो चाहिँ यसको नेपाली नाम चाहिँ थाहा छैन मलाई। यो चाहिँ हाम्रो भाषामा चाहिँ बङ्गल्सी भन्छ। अहिले चाहिँ पाकेको छैन, अमिलो रहेछ। अमिलो छ अहिले चाहिँ पाकेको छैन, पाक्ने। अब चाहिँ यो कार्तिकतिर चाहिँ मजाले पाक्छ। अमिलो रहेछ। अनि यहाँ चाहिँ छ मेरो भारी। म चाहिँ यहाँ बिसाइराखेको छु। आज चाहिँ अलिअलि घाम लागिरहेछ। भरे चाहिँ पानी पर्छ होला। यहाँबाट देखिने हाम्रो बादलले छोपिरहेछ। सो गाइज, गर्मी लागेर म कहिले पुग्नु हो? यस्तो गर्मी छ। यहाँसम्म आउँदा पसिना भइसकेँ। अब कति बेला पुग्छु? अब यो डाँडा कटेर 3-4वटा डाँडा कटेर पुग्नु पर्ने छ। यतातिर चाहिँ हाम्रो गाउँ
अनि देख्न सक्नुहुन्छ यतातिर चाहिँ गोठहरू पनि छ। अब चाहिँ म लागेको यस्तो पसिना भइरहेको छ। यहाँ चाहिँ हाम्रो हुइखो डाँडा हो। यो चाहिँ एकदमै के भन्छ, यहाँदेखि चाहिँ सबै देखिन्छ। यो पर गाउँतिर सबै देखिन्छ। अनि यतातिर पनि गोठ रहेछ। यहाँबाट चाहिँ हाम्रो पर शिवटार पनि देखिन्छ। शिवटारको हस्पिटल, हाम्रो सोताङ अस्पताल पनि देखिरहेको छ मजाले। गाइस म चाहिँ होइन 2 घन्टा हिँडेर यहाँ गोठ आइपुगेँ। अनि म आइपुग्न साथ चाहिँ झरी परेर हेर्नु न गाइस। अघि चाहिँ यत्रो घाम लागिरहेको थियो होइन, टलक्क टल्किने गरी मैले पसिना आउने गरी। अहिले चाहिँ फेरि पानी परेर म चाहिँ गोठ आइपुगेँ। अनि यहाँ चाहिँ हाम्रो क्युटी पारा छ। हेलो हेलो। यहाँ चाहिँ हाम्रो क्युटी पारा हाम्रो पारा। अनि यहाँ चाहिँ म आउने बित्तिकै पानी पर्यो। अब के गरौँ म। यहाँ चाहिँ हाम्रो बस्तु। अनि हाम्रो बाबाले चाहिँ घाँस काट्दै हुनुहुन्छ। अब म पनि घाँस काट्न हिँडेको यहाँ चाहिँ। अनि यतातिर चाहिँ जङ्गलै जङ्गल छ, जङ्गल। अनि यहाँ चाहिँ हाम्रो देपाहरूको घर, हाम्रो देब्देहरूको। अनि प्राय यहाँ चाहिँ हाम्रो देब्देहरू चाहिँ यही बस्नुहुन्छ। अनि यही बस्नुहुन्छ। अनि घर बनाएर अहिले चाहिँ यही बस्नु भएको छ। हाम्रो चाहिँ यहाँ गोठ छ। अब घाँस तान्नु पर्ने। यस्तो पानी परिरहेको छ साथीहरू। यस्तो पानीमा पनि अहिले घाँस तान्नु पर्ने हुन्छ। म चाहिँ कहाँ गर्छु, म पनि यहाँ माथि चढ्न जान्छु। यहाँ चाहिँ हाम्रो 2टा गोरु छ। यहाँ चाहिँ हाम्रो भैँसी। अहिले चाहिँ 3टा मात्र छ। 4 छ। बस्तु 6वटा छ। अब चाहिँ घाँस काटेको। गाइस मैले चाहिँ घाँस काटिसकेँ। अब चाहिँ यति काटिसक्यो। अब चाहिँ म जानुपर्छ सिस्नु टिप्न। होइन, हाम्रो यहाँ चाहिँ डेरा छ हो। यहाँ बस्ने डेरा छ। अनि अहिले चाहिँ पुरै सबै झारले के भइरहेको छ, जङ्गल भइसकेको रहेछ नि। यतातिर नि पुरै झार छ। अनि यहाँ चाहिँ अहिले बस्दैन। हाम्रो बाबाले माथि गोठ बनाउनु भएको रहेछ। अनि बर्खामा चाहिँ यही बस्छौँ। यो चाहिँ हाम्रो पुरानो डेरा हो। अनि यहाँभित्र चाहिँ यस्तो छ। यस्तो यहाँ चाहिँ छ हाम्रो आरू। अनि यो चाहिँ अहिले चाहिँ हाम्रो लेकतिर चाहिँ अहिले पनि फलिरहेको हुन्छ। अहिले भर्खर पाक्ने समय भइरहेको छ यो लेकतिर चाहिँ। अनि यहाँ चाहिँ यस्तो छ, फलिरहेको रहेछ। तर कसरी यो टिप्नु हो। यस्तो झार छ, यस्तो घाँस छ साथीहरू। यस्तो छ मौसम नि यस्तो छ। यस्तो पुरै रात परिसकेको जस्तो छ। तर अहिले चाहिँ 1 मात्र बजिरहेछ। अनि म चाहिँ यहाँ सिस्नु टिप्न हिँडेको। अझ म घर जाँदा सिस्नु टिपेर सुँगुरको चारो लानुपर्ने छ। सो म चाहिँ सिस्नु टिप्न गएको। यहाँ चाहिँ
आरू खान निस्केको यस्तो छ। कसरी टिप्नु, कसरी यहाँ चढ्नु। अहिले चाहिँ अलिअलि रहेछ। यहाँ माथि पनि छ हाम्रो आरूको बोट। माथि चाहिँ फल्यो कि फलेन। माथि पनि घाँस छ, पुरै घाँस छ। कसरी टिप्नु। मैले चाहिँ यहीदेखि तानेर खान्छु अब। ओ यस्तो सिट छ। कसरी आरू खान मन लागेको छ भने आउनु है मेरोमा। अहिले पनि आरू पाउँछ यहाँ लेकतिर, हाम्रो ठाडेतिर आउनु। आज मलाई जुकाले मार्ने भयो किनभने यहाँ पुरै हिलोले मेरो खुट्टा खाएको छ हो। यही भित्र पुरै हिलोले मेरो खुट्टा यस्तो भइरहेछ। त्यही माथि आज जुकाले टोकेर म आज रुन्छु होला साथीहरू। अब चाहिँ म यहाँ आरू टिपेर जान्छु सिस्नो टिप्न। यस्तो घाँस नि कसरी जानु। यस्तो घाँस छ, पुरै घाँसै घाँस छ। म चाहिँ अहिले सिस्नो टिप्न गएको। पानी परेर यत्रो पानी परेर हो, हेर्नु न हो साथीहरू, यत्रो पानी परिरहेछ। यत्रो पानी परेर म चाहिँ यहाँ थोरै मात्र यति मात्र लिएर आएको छु। साथीहरू गाह्रो छ हो, पानी परेर साह्रो खोज्न गएको। अनि म चाहिँ यहाँ फर्केर आएर डेरामा बसिरहेको छु। अनि यत्रो ठुलो पानी परिरहेछ। आलु यहाँ चाहिँ आरू फलिरहेको छ, पानी परिरहेको छ। म चाहिँ हेरेर बसिरहेको छु यहाँ। कहिले हो मेरो डोको मर्नु। गाह्रो छ हो। फेरि यहाँ हाम्रो डेरा पनि चुहिनेर छ। के गर्नु हो। यत्रो ठुलो पानी पर्यो साथीहरू। गाइस अहिले चाहिँ पानी रह्यो। अहिले चाहिँ पानी परिरहेको छैन। अनि मैले चाहिँ यहाँ यति बनाइसकेँ। यति बनाएर ल्याइसकेँ। अब चाहिँ यहाँ पर उतिस गाडीतिर गएको। यत्रो जुका मात्र रहेछ। जुकाले टोकेर जुका मात्र रहेछ। अनि म चाहिँ फर्केर आएको। अब चाहिँ यहाँ तलतिर जान्छु। यहाँ चाहिँ अहिले चाहिँ खुल्ला भएछ। तल चाहिँ खोला छ। यस्तो अहिले चाहिँ भइरहेछ। यहाँ पर चाहिँ गाउँ छ। चाहिँ जुका यति साह्रो जुका छ साथीहरू। के गर्नु। जुकाको संसारमा छु म। अब यति चाहिँ बनाइसकेको। अब यतिले फेरि पुग्दैन। अनि फेरि तलतिर जान्छु। अहिले चाहिँ पुरै खुल्ला 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 सबै। बाह्र पनि हटिसक्यो। पानी पनि अहिले चाहिँ परिरहेको छैन। यहाँ माथितिर चाहिँ परिरहेको रहेछ। गाइस यो चाहिँ पाकेपा गाउँ हो। अनि पाकेपा र धोत्रे यहाँ चाहिँ पर स्कुल पनि छ। स्कुल पनि देखिरहेछ। यहाँ चाहिँ पातलो गाउँ छ। अनि यहाँ माथि चाहिँ अब चाहिँ म जान्छु तलतिर। गाइस मैले चाहिँ सिस्नोको भात पनि बनाइसकेँ। अनि यहाँ चाहिँ म निगुरो टिप्न आएको। अनि यहाँ चाहिँ ठुलो खोला छ हो। आम्मा यस्तो ठुलो खोला रहेछ। मेरो बारी चाहिँ उयो पर छ। यस्तो खतरा बगिरहेछ। अनि म चाहिँ यहाँ
निगुरो टिप्दै टिप्दै यहाँ आइपुगेँ। अब चाहिँ म यतातिर निगुरो छ, टिप्नु पर्ने यता पनि छ। ओहो यति निगुरो भयो। अब चाहिँ म जान्छु। अहिले चाहिँ म यहाँ गोठ आइपुगेको अनि सबै मेरो भारी सकेर अनि यहाँ मैले आरू पनि टिपेर ल्याइसकेँ हुन्छ। अनि यहाँ चाहिँ मेरो भारी छ, निगुरो टिपेर लाग्यो। अनि म चाहिँ यहाँ अब घर जानुपर्ने अनि चिसो छ। म चाहिँ मकै पोलेर खानको लागि यहाँ मकै पोलिरहेको छु। अब खाएर जान्छु। ओइ 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 बुन्टी क्युटी पाए हाम्रो बुन्टी। सो गाइस आज चाहिँ यति धेरै जुकाले टोक्यो कि यति धेरै यहाँ हेर्नु न, यहाँ मेरो खुट्टाभरि जुकालाई डोनेसन दिएको। आज यति धेरै जुकालाई डोनेसन दिए कि मेरो खुट्टाभरि। म चाहिँ अहिले घर फर्किँदैछु। म चाहिँ यहाँ चौतारोमा आइपुगेको छु र यहाँ चाहिँ मेरो भारी छ। अनि अहिले चाहिँ एकदमै खुल्ला भइरहेछ, यस्तो खतरा भइरहेको रहेछ। यतातिर चाहिँ गाउँ थोरै गाउँ छ, यतातिर पातलो। अनि यहाँबाट चाहिँ हाम्रो सबै पुरै गाउँ देखिन्छ। अनि पाराले देखिरहेछ यहाँ। अनि यो चाहिँ हुइखो डाँडा। म अघि आएको अनि म चाहिँ यहाँ आइपुगेँ। सो गाइस आजको मेरो दिन चाहिँ यस्तै भयो। गोठ आएर गइरहेको छु। अनि अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई। अनि राइनी सबिना युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गर्नु होला। बाई बाई गाइस।